श्रीमान श्रीमतीको झगडा भएछ। श्रीमतीले भनेछन् मेरा माइतीले कति माया गर्छन्, दाजुभाइले कति माया गर्छन्, तिमीले मलाई हेप्ने, घरमा म रानी जस्तै अथवा राजकुमारी जस्तै हुर्केकी, तिमीले मलाई काम मात्रै गराउने हेप्ने, म मेरो माइत गएर बस्दिन्छु भनेर गएछ। माइतीहरूले कति दिन पाल्छन्? सुरुमा 2-4 दिनसम्म त दाजुभाइ पनि मिठो बोल्थे। जब 2-4 महिना हुन थाल्यो, ए त घर जाने होइन तेरो घर भन्न थाले। होइन म त जान्न, म त छोडेर आएको भनेपछि दाजुभाइले हेप्न थाले। हेर सम्पत्ति खान आई, हाम्रो भाग लिनको लागि आई, यसको बिहेमा कति खर्च गरेर पठाएको, त्यत्रो दाइजो दिएको, फेरि फर्केर घर आयो भनेर दाजुभाइले व्यवस्था गर्छन्। टाढा हुँदाखेरि हो दाजुभाइले माया गर्ने हजुर। जब सँगै बस्दाखेरि त लडामाथि गरे होइन, हुर्किँदाखेरि जब 2-4 महिना बित्यो दाजुभाइले वास्ता गर्न छोडे। जेसुकै गर्नु बाबा त हुनुहुन्छ नि, बाबा आमाले पनि भन्न थाल्नुभयो छोरीको आफ्नो घर भनेको त आफ्नो घर हुन्छ, श्रीमानको घर हुन्छ। यसरी माइतमा आएर बस्यो भने गाउँले कुरा काट्छन्, छिमेकीले कुरा काट्छन्, सबैले यस्तो भन्छन् छोरी आफ्नो घर खानुपर्छ। जब 2-4 महिना बित्यो अनि बल्ल सोच्न थालिन्, बुढा आइदिए त हुन्थ्यो नि लिनको लागि, लिन आएर जाम भन्दा खुरुक्क जान्थे, जिन्दगी कहिले झगडा गर्थेन भन्ने अनुभूति बल्ल हुन्छ। हामीले बुझिरहेका हुँदैनौँ सज्जन, साँच्चै आफ्नो भनेको विवाह गरेपछि श्रीमान नै हो, श्रीमानको घर नै हो। यदि विवाह गरेको वर्षौं दिनपछि पनि माइतीतर्फ यदि आकर्षण छ, मोह बढी छ भने ती नारीले कहिल्यै पनि घर खान सक्दिनन्। त्यो चाहिँ लेखेर